Namaste to everyone. This is me, Amrit Biswakarma, aka Jerry. Right after my previous podcast, a lot of people have texted me, DM me to bring Dr. Zian Milan in my podcast. So today we got him. Before starting the podcast, I really want to thank our main sponsor, J&K International Education Consultancy, which is located in Pokhara, Chifledunga, which has its branches in different part of our country, Nepal, including in Kathmandu also. So as all of we know that pursuing higher education in abroad is a very, very complex and risky process. So we should always go with student friendly, student supportive consultancy. So I strongly believe the fact that JNK consultancy has always stood with the students in their every steps of their documentations, whether it's handling complex logistics, whether it's financial, in every stage of the journey, JNK stands with the students. So if you want to know more about this consultancy, please do visit its official website and internet, or you can also visit its branches nearby you. So now it's time to introduce our guest. Before introducing him, I would like to give his brief introduction. He was MBBS topper 2018 from Kathmandu University. Now he's working as a medical officer in the Sir Hospital Panauti, and the most importantly, now he is the most demanded physics tutor for both common entrance aspirant as well as engineering aspirant. So, sir, it's an honor to welcome you in our program, sir. Thank you. So, Namaste, म Dr. Zayan Milan, MBBS इन्ट्रान्स अब 2018 काठमाडौँ युनिभर्सिटी र भर्खर मैले MBBS सकाएँ एन्ड करेन्टली म चाहिँ अहिले एज अ मेडिकल अफिसरको रूपमा आफ्नो बोन्डिङ गरेर आएको छु एन्ड अफ कोर्स आइ एम योर फिजिक्स इन्स्ट्रक्टर एन्ड थ्याङ्क यू अमप्रित फर ह्याभिङ मी हियर So it is such an honor to have you in our program, होइन sir. After a lot of timing, a lot of schedules, finally आज तपाईँको टाइम मिल्यो. So sir, अब I want to ask the first question to you, होइन. So among all the titles to use, कसैले तपाईँलाई KU टपर भनेर चिन्छन्, कसैले तपाईँलाई डक्टर भनेर चिन्छन्, कसैले तपाईँलाई फिजिक्स ट्युटर भनेर चिन्छन्. Among all these titles, what defines Zian Milan? I'm just a simple human being. I just love being low-key and मलाई एकदम सिम्पल भएर बस्न चाहिँ मनपर्छ. I love minimalistic. So I am human above all. त्यो चाहिँ म आफूलाई डिफाइन गर्छु. I love physics, mathematics and air. That's what keeps me alive. So sir, तपाईँले आज आउट अफ ह्युमिलिटी एन्ड आउट अफ हम्बलनेस तपाईँले भन्नुहुन्छ आइ एम अ भेरी भेरी लोकी पर्सन, होइन. बट एभ्री वान नोज द्याट यु आर सच अ जिनियस पर्सन. तपाईँ एकदमै जिनियस पर्सन भनेर सबैले चिन्छन्, होइन सर. एज इट इज सेड, हाम्रो मर्निङ सोज द डे भनेर भन्छन्, होइन सर. तपाईँको चाइल्डहुड कस्तो थियो सर? तपाईँ चाइल्डहुड अहिलेदेखि आज जस्तो हुनुहुन्थ्यो त्यस्तै जिनियस फर्स्ट टपर हुनुहुन्थ्यो कि सर तपाईँ मेडियोकर स्टुडेन्ट हुनुहुन्थ्यो चाइल्डहुडमा? म अनप्रेडिक्टेबल टाइपको थियो. लाइक कस्तो भन्दा आई वाज अ लास्ट बेन्चर. म इभन स्कुल डेजहरू सम्झिनु पऱ्यो भने 8, 9, 10 अथवा 6, 7देखि नै म लास्ट बेन्चर नै हो. बट आई युज टु स्कोर गुड. सो लास्ट बेन्चमा बस्ने, हल्ला गर्ने. बट एट द एन्ड अफ द डे आई युज टु बी एट द टप अफ द टेबल, राइट. सो ठिकै थियो. म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि हामीले वी सुड बी स्मार्ट इनफ, होइन. अलिकति स्मार्ट वर्कमा अलिक धेरै बिलिभ गर्ने मान्छे म चाहिँ, होइन. सो हार्ड वर्क्स भन्दा पनि स्मार्ट वर्कले झन् बिट गर्छ, होइन. सो इभन मैले 8, 9, 10को डेजहरू सम्झिनु पऱ्यो भने म चाहिँ लास्ट बेन्चमै बस्ने. इभन एमबिबिएसमा पनि लास्ट बेन्चर नै हो म, होइन. बट एक्जाम्समा आई डोन्ट नो, आई युज टु स्कोर गुड. सो आई डोन्ट नो कसरी हुन्थ्यो. किन भन्दा मैले आफ्नो जहिले पनि बेस्ट भन्दा पनि सबै कुरा ब्यालेन्स गरेर लान्थेँ, होइन. किन भन्दाखेरि म कोड गर्न थालेँ कि 19देखि नै हो, होइन. म एक्स्ट्रा एक्टिभिटिजहरू पनि धेरै रुचि राख्ने मान्छे. सो सबै कुरा ब्यालेन्स राखेर जान्थेँ. बट स्टिल इट युज टु बी द बेस्ट. आई डोन्ट नो. सो सर, तपाईँलाई कस्तो सरप्राइजिङ लाग्दैन बिङ अ ब्याक बेन्चर? यु आर टपर इन एभ्रिथिङ, वेदर इट्स इन्ट्रान्स एक्जामिनेसन्स, वेदर एनी अदर थिङ्स. त्यो चाहिँ कसरी पोसिबल छ सर? जस्तै के हुन्छ भन्दाखेरि हाम्रो माइक्रो हेबिट्सले सबै कुरा डिटरमाइन गर्छ, होइन. जस्तै कुनै पनि कुरा अकम्प्लिस गर्नु पऱ्यो भने, होइन, एउटा प्लान बनाउने एन्ड त्यही तिम्रो माइक्रो हेबिट्सले नै सबै कुरा सेभ गर्छ कि. लाइक जस्तै अब लेट्स से कुनै एक्जाम्सहरू आयो अथवा केही कुरा तिमीले अकम्प्लिस गर्नु पऱ्यो भने हामी एउटा प्लान बनाउँछ एन्ड वी गो एन्ड वी फलो द्याट प्लान. प्लान त सधैँ सक्सेस त हुँदैन, बट देन एउटा रोड म्याप जस्तो त हुन्छ नि त, होइन. अनि त्यही सेम रोड म्याप सबै ठाउँमा युज गर्ने त हो नि. एन्ड आई डोन्ट नो इट वर्क्स मेनी अफ द टाइम्स.
सर एउटा कमन मिसकन्सेप्सन के छ भन्दाखेरि चाहिँ टिचर्सहरूमा इभन इन अदर पिपल होइन लाइक ब्याक बेन्चर्स आर इनडिसिप्लिन होइन अलि डिसिप्लिनमा नहुने त्यस्तो तपाईँहरूमा हुन्थ्यो कि होइन यो ब्याक बेन्चर जनरली डिसिप्लिन हुँदैनन् भनेर एउटा सोसाइटीको हेर्ने दृष्टिकोण नै डिफ्रेन्ट छ नि त सो त्यसमा तपाईँले के भन्न चाहनुहुन्छ यस्तो हुन्छ मलाई चाहिँ के लाग्छ भन्दाखेरि मलाई चाहिँ आई हेट टक्सिक पिपल्स है हजुर त्यो आफ्नो मात्रै भनेर त्यो बढी मात्रै राख्ने मान्छे खासै मन पर्दैन मलाई है सो मलाई चाहिँ कस्तो मान्छे मनपर्छ भन्दा जसले चाहिँ वर्ल्ड पनि एक्सप्लोर गर्छ लाइक वर्ल्ड डज नट फङ्सन्स हाउ स्टडी इन बुक्स होइन किताबमा पढे जस्तो वर्ल्ड फङ्सन चाहिँ गर्दैन र टक्सिक पिपलहरूमा मन पर्दैन राइट सो ब्याक बेन्चर्स दे आर मोर कुल होइन दे आर ओपन माइन्डेड अनि दे थिङ्क आउट अफ द बक्स सो आई थिङ्क दे आर मोर क्रिएटिभ एन्ड क्रिएटिभ अहिलेको वर्ल्डमा क्रिएटिभिटी त हो नि सबै कुरा होइन र हजुर सर किन भन्दाखेरि लाइक एआई इज गोइङ एभ्रिवेयर होइन सो क्रिएटिभिटीले त ह्युमनले जितिरहेको नि एआई अहिलेसम्म त होइन हो सर त्यसपछि तपाईँ आई थिङ्क तपाईँले प्लस टू चाहिँ केएमसीबाट गर्नुभएको थियो होइन नि होइन नो मैले प्लस टू चाहिँ मैले पोखराबाट गरेको प्रतिभा हायर सेकेन्डरी स्कुलबाट पोखराबाट हो त्यसपछि तपाईँ इन्ट्रान्स प्रिपरेसनको लागि चाहिँ तपाईँ काठमाडौँ आउनु भएन सर Yes. सो जनरली धेरै मान्छेहरूको के कन्सेप्ट हुन्छ भन्दाखेरि चाहिँ धेरै मान्छेहरूको एउटा इमोसन्स बोकेर काठमाडौँ आउँछन् होइन सर त्यो तपाईँलाई याद छ जब तपाईँ फर्स्ट टाइम इन्ट्रान्स प्रिपरेसन गर्न काठमाडौँ आउँदै हुनुहुन्छ भनेर त्यो बसमा अथवा तपाईँ केहीबाट आउनुभयो त्यो जर्नीको तपाईँले के थट प्रोसेस थियो तपाईँको त्यतिखेर यो हल्का इमोसनल टाइप अफ पनि क्वेसन हो त्यो थट प्रोसेस के बोकेर आउनुभएको थियो तपाईँ सुरुमै कन्फ्युज थियो पढ्ने कि नपढ्ने भनेर किन भन्दा मेरो इन्ट्रेस्ट चाहिँ मैले क्लास 10 चाहिँ के अरे बुटोलमा पढाएँ हो होइन हजुर अनि त्यतिखेरदेखि नै मेरो यो टेकतिर इन्ट्रेस्ट अलि धेरै नै थियो अनि पछि 12मा गइसकेपछि आई डिसाइडेड टु चुज मेडिसिन होइन मेडिसिन चुज गर्छु भनेर सोचिरहेको थिएँ सो आउने बेलामा पढ्ने कि नपढ्ने भन्ने सोच्दै आयो तर एउटा कुरा चाहिँ मैले के सोचेँ भन्दा अब पढ्ने कुरा हो पढ्न त सकिन्छ जस्तो लाग्यो होइन सो आई थिङ्क आई क्यान डु इट भन्ने सोच चाहिँ एकदम अप्टिमिस्टिक भएर नै आएको आउनु चाहिँ होइन अनि प्लस अर्को भनेको चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ अब एउटा मनमा फियर पनि थियो किन भन्दा एराउन्ड 15,000 स्टुडेन्टहरूले हरेक वर्ष इन्ट्रान्स इक्जाम दिन्छन् होइन सो इट्स अ टफ कम्पिटिसन राइट अनि प्लस मलाई एउटा प्रेसर थियो कि कलेजबाट किन भन्दा म चाहिँ एसएलसीमा बोर्ड 7th हो हाम्रो पर्सेन्टेज सिस्टम हो त्यो मेरो 93.13% हो एन्ड फर्चुनेट मैले आफ्नो स्कुलको रेकर्ड पनि ब्रेक गराएको थिएँ 93% बेन्च मार्क थियो एन्ड आई क्रस्ड इट 93.13 भएको थियो एन्ड म प्लस 2 प्रतिभा पढेँ सो एउटा प्रेसर जस्तो पनि थियो कि समहाउ आई हेभ टु गेट माई नेम इन्टु स्कलरसिप भन्ने पनि थियो सो समवाट अलिक अप्टिमिस्टिक पनि फियर पनि प्रेसर सँगसँगै आएको थियो सो इट वाज कस्तो भनौँ एकदम कन्फ्युजिङ टाइपको थियो सो सुरुमा जस्तै मैले त 1 वर्ष ड्रप गराएँ हो नि त होइन सो सुरुको 3 months चाहिँ सकिन्छ जस्तो पनि हुने कहिलेकाहीँ डिमोटिभेट हुने त्यस्तो हुन्थ्यो तर 1 year चाहिँ अलिकति डर नै थियो होइन आई जस्ट कट अफ एभ्री कनेक्सन्स होइन सबै कनेक्सन्सहरू कट अफ गरेर अलिकति फियर नै थियो र मैले चाहिँ त्यहाँ चाहिँ अलिकति फियर भएको हुनाले अलिक धेरै नै फोकस भएर नै आई जस्ट पुट अल माई फुट्स इन्टु इट ओके सर होइन तपाईँले भन्नुभयो होइन धेरै मान्छेहरूको तपाईँ एउटा क्यु टपर पनि हुनुहुन्छ क्यु इन्ट्रान्स टपर पनि हुनुहुन्छ होइन धेरै मान्छेहरूले चाहिँ हाम्रो धेरै अहिले 11-12 पढेको भाइ बहिनीहरूले दे वान्ट टु नो कि 11-12बाट प्रिपेरेसन कसरी गर्ने सो तपाईँको टाइममा तपाईँ धेरै पहिला 2018 भनेपछि धेरै पहिला होइन त्यतिखेर पनि तपाईँ 11-12बाट प्रिपेरेसन गर्न स्टार्ट गर्नुहुन्थ्यो कि जस्तो अहिले भइरहेको हुन्छ अहिले डिफ्रेन्ट कलेजहरूमा 11-12बाट नै क्लासेस भइरहेको हुन्छ होइन त्यतिखेर तपाईँले 11-12बाट नै होइन म इन्ट्रान्स चाहिँ दिने हो एमसिक्यू बेस्ड भएर नै पढ्छु साथमा थ्योरी लग्छु साइडमा यता एमसिक्यू बेस्ड भएर पनि पढ्छु त्यसरी तपाईँले कहिले पढ्नुभयो 11-12मा यदि मलाई कसैले सोध्छ तिमीलाई पढ्न मन लाग्छ कि लाग्दैन भन्यो भने बुकको के अरे हाम्रो करिकुलमको बुक त कसैले पढ्न मन लाग्दैन अफकोर्स है सो अब मेरो हकमा मेरो केसमा हेर्दाखेरि चाहिँ अब हाम्रो बेलामा त्यस्तो अनलाइनको ट्रेन्ड पनि थिएन होइन अब हुन त मैले 11 भन्दा मैले 12को मिडमा आएर बल्ल आई मेड माई माइन्ड कि आल डु मेडिसिन होइन त्योभन्दा अगाडिसम्म इन्जिनियरिङतिर जाने कि भन्ने पनि सोच्थ्यो किन भन्दा मैले तिम्रो 11 क्लासमा हुँदाखेरि मैले कोड पनि गराएको थिएँ त्यतिखेर मैले सफ्टवेयर कम्पिटिसनमा बेस्ट इनोभेटिभ आइडिया अवार्ड नै पाएको थिएँ कि हाम्रो कण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सेसमा आइटी महोत्सव भनेर भएको थियो त्यसको नै एउटा इन्ट्रेस्टिङ स्टोरी छ राइट अनि 12को मिडमा आएपछि बल्ल मैले माइन्ड मेकअप गराएको थिएँ अनि त्यतिखेर मैले प्रिमेड त जोइन गराएको थिएँ बट ठिकै थियो त्यतिखेरको केसमा तर अहिले त
स्टुडेन्टहरूलाई एकदम धेरै फेसिलिटिज आइसकेको छ होइन लाइक इभन अनलाइन छ अनलाइनबाट उनीहरूले बेस्ट टिचर्सहरूबाट होइन उनीहरूले गाइडेन्स पनि पाउन सक्छन् क्लासेसहरू लिन सक्छन् होइन त्यतिखेर हाम्रो बेलामा त्यस्तो थिएन है र मलाई चाहिँ के लाग्छ भन्दाखेरि 11-12बाट पढ्यो भने बेटर नै हुन्छ जस्तो लाग्छ किन म यसलाई जस्टिफाई गर्छु यसमा चाहिँ के हुन्छ भन्दाखेरि लाइक 12 र इन्ट्रान्समा अलिकति फरक चाहिँ छ है दे आर नट सेम 12मा कुनै स्टुडेन्टले राम्रोसँग पढाएको छ भने इन्ट्रान्स अटोमेटिक राम्रो हुन्छ द्याट्स फ्याक्ट त्यसमा कुनै डाउट पनि छैन है तर कुरा के हुन्छ भन्दाखेरि स्टुडेन्टहरूले 12मा पढ्दिनन् कि द्याट्स प्रब्लम किन भन्दा क्लास 10बाट 11मा जम्प हुँदाखेरि सिलेबस एकदम धेरै हुन्छ होइन जब सिलेबस धेरै हुन्छ त्यो भएपछि स्टुडेन्ट कन्फ्युज हुन्छ कि होइन र उनीहरूलाई त्यस्तो मजाले बुझेर पढ्दैनन् कि घोकेर पढिदिन्छ त्यहाँ इस्युज आउँछ कि किन भन्दा 12मा चाहिँ हामी डेरिभेसनमा धेरै फोकस गर्छौँ है तर एन्ट्रान्समा हामीलाई रिजल्ट चाहिन्छ कि जस्तो कि गर डु एनिथिङ वाट युर यु लाइक जस्ट ब्रिङ द रिजल्ट होइन त्यसको लागि चाहिँ तिमीलाई कन्सेप्टहरू चाहिँ थाहा हुनैपर्छ कि जसले जेसुकै भने पनि यु सुड नो द कन्सेप्ट होइन सो 12मा अब डेरिभेसन्स मात्रै पढाइ हुन्छ कसरी आएको भन्ने थाहा हुँदैन कि अनि एन्ट्रान्समा तिमीलाई कन्सेप्ट चाहिन्छ अनि त्यहाँनिर ग्याप एउटा क्रिएट हुन्छ कि होइन त्यसले गर्दाखेरि स्टुडेन्टहरूले इस्युज फेस गरेर आएको हुन्छ तर जसले 12 चाहिँ टाइम दिएर पढेको छ बुझेर पढेको छ उसको लागि अफकोर्स एन्ट्रान्स सजिलो नै हुन्छ र 12 र एन्ट्रान्सलाई कम्पेयर गर्दा एन्ट्रान्स कम्पेरिटिभली इजियर पनि छ बुझेर पढ्ने भने किन भन्दा हामीलाई त्यहाँनिर कन्सेप्ट जाने पुग्यो तिमीले बुझ्नु पऱ्यो कि घोक्ने कम बुझ्ने धेरै हुन्छ एन्ट्रान्समा राइट र अर्को कुरो के भन्दा तिमीले जेसुकै गर रिजल्ट निकाले पुग्छ कहिले हामी ट्रिक्सबाट पनि रिजल्ट निकाल्छौँ एउटा एकदम मोस्ट कमन मिथ हाम्रो एन्ट्रान्समा चलिरहेको हुन्छ मलाई भन्न मन लाग्यो धेरैले के भन्छ भन्दाखेरि इन्ट्रान्स अल अबाउट ट्रिक्स हो त कसैले भन्छ ट्रिक्स भने हावा हो कन्सेप्टै जान्नुपर्छ भनेर भन्छ तर वाट आई सजेस्ट किन भन्दा म आफैले पनि इन्ट्रान्स दिएको होइन आई क्र्याक द इन्ट्रान्स र म आफै पनि इन्ट्रान्स पढाउँछु मैले पढाएकै लगभग मेरो 11th ब्याच हो यो होइन अहिले मेरो फिजिक्सको 11th ब्याच हो राइट ओके सो मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ इन्ट्रान्समा तिमीलाई कन्सेप्ट पनि चाहिन्छ ट्रिक पनि चाहिन्छ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि ट्रिक्सले छिटो आन्सर आउँछ कन्सेप्टले 1-1.5 पेज लाग्छ क्या आन्सर आउनलाई होइन सो त्यो केसमा ट्रिक्स विन्स तर कुनै कुनै केसमा के हुन्छ भन्दाखेरि कन्सेप्टले छिटो आन्सर आउँछ होइन ट्रिक भनेको हावा मात्रै हुन्छ सो एन्ट्रान्समा हामीले टाइम पनि सेभ गर्नुपर्छ कन्सेप्ट पनि जान्नुपर्छ क्या सो त्यति बेला चाहिँ के गर्ने भन्दाखेरि कन्सेप्ट बुझ्ने जुन ठाउँमा ट्रिक्सले छिटो आन्सर आउँछ त्यो ठाउँमा ट्रिक्स युज गर्ने जुन ठाउँमा कन्सेप्टले छिटो आन्सर आउँछ त्यो ठाउँमा कन्सेप्ट युज गर्ने सो वी मस्ट बी स्मार्ट इनफ टु चुज होइन स्मार्ट त हुनै पऱ्यो नि त होइन सो जस्तै के भन्छ भन्दाखेरि एउटा नेल छ होइन नेल थाहा छ नि होइन नेललाई तिमीले होइन नेलको एउटा पोइन्टेड इन्ड हुन्छ अर्को ब्लन्ट इन्ड छ ब्लन्ट इन्ड युज गरेर तिमीले जतिसुकै ह्याम्पर गरे पनि छिर्न त छिर्छ बट इट टेक्स भेरी मच इफोर्ट तिमीलाई धेरै इफोर्ट चाहिन्छ राइट तर तिमीले त्यसको पोइन्टेड एन्डबाट वालमा ह्यामर गऱ्यो भने त इजिली जान्छ नि होइन सो द्याट्स अबाउट चुजिङ होइन योर वे होइन सो डिरेक्सन चाहिँ आफूलाई थाहा हुनुपर्छ कि जस्तै तिमीले चाहिँ होइन अब हार्ड वे चुज गर्यो होइन तिमीले सजिलो तरिका चुज गरेनौ स्मार्ट तरिका चुज गरेन भने तिमीले तिम्रो रिजल्ट आउँछ बट इट टेक्स धेरै इफोर्ट्स तर तिमीले स्मार्ट वे युज गर्यो भने थोरै इफोर्ट्सबाट पनि धेरै कुराहरू ल्याउन सकिन्छ सो ओके सर होइन आज सरले आई थिङ्क काठमाडौँको डिफ्रेन्ट कलेजहरूमा पनि तपाईँले पढाइरहनुहुन्छ सर इन्ट्रान्समा चाहिँ एउटा के प्याटर्न देख्न पाइन्छ भन्दाखेरि चाहिँ जनरली चाहिँ भन्नुपर्दाखेरि चाहिँ भ्यालीभित्रको स्टुडेन्ट्सहरू जस्तै सेन्ट जेभियर्स टपर त अलवेज सेन्ट जेभियर्स नै भइहाले हार्डली अथवा अरू कलेजबाट हुन्छन् होइन लास्ट कमन इन्ट्रान्सको 5-6वटा टपर चाहिँ सबै सेन्ट जेभियर्सबाटै नै छन् होइन तपाईँले डिफ्रेन्ट काठमाडौँको कलेजमा फिजिक्स पढाउनुहुन्छ होइन सो तपाईँले चाहिँ वाट डु यु अब्जर्भ कि तपाईँले काठमाडौँको स्टुडेन्टहरूले यसरी प्रिपेयर गर्छन् जुन काठमाडौँ बाहिरको स्टुडेन्टहरूले यसरी प्रिपेयर गर्थे भने पनि तिनीहरूको बल्ल त्यो कम्पिटिसन मिल्थ्यो कि भन्ने तपाईँको त्यो अब्जर्भेसनमा केही देख्नुभएको छ सर पहिले तिमीले होइन लास्ट के अरे भ्यालीको स्टुडेन्टहरूले नाम निकाल्छ भन्यो यस्तो डेटा छ जस्तो मलाई लाग्दैन फर्स्ट थिङ सेकेन्ड कुरा सेन्ट जेभियर सधैँ टपर भनेर त मैले देखाएको छैन अहिलेसम्म है तिमीले कुनै पनि एन्ट्रान्स एक्जाम हेरेर इभन मेरैमा मै हो है त्यसपछि म पछिको पनि तिम्रो लाइक सबै सेन्ट जेभियर होइन नि त तिम्रो यो विश्व निकेतनबाट पनि भएको छ होइन अरू केएमसीबाट पनि भएको छ सिसिआरसीबाट पनि भएको छ भ्याली बाहिरबाट पनि भएको छ होइन सो यस्तो भन्न चाहिँ मिल्दैन तर के देखिन्छ भन्दाखेरि एउटा ट्रेन्ड चाहिँ के छ भन्दा सेन्ट जेभियर सधैँ टपर भन्ने पनि छैन है हजुर सो यहाँ सेन्ट जेभियरमा स्टुडेन्ट्सहरू राम्रो हुन्छन् किन भन्दाखेरि सेलेक्टेड स्टुडेन्टहरू मात्रै गएको हुन्छ द्याट्स फाइन तर मैले देखेको कुरा चाहिँ भ्याली बाहिरको स्टुडेन्ट चाहिँ हार्ड वर्किङ हुन्छन् हजुर भ्यालीभित्रको स्मार्ट हुन्छ द्याट्स द डिफरेन्स जस्तो लाग्छ मलाई
सिम्पल वेमा किन भ्याली बाहिर पनि म जान्छु होइन सो दे आर मोर हार्ड वर्किङ राइट तर अलिकति गाइडेन्स नपुगे हो कि जस्तो पनि लाग्छ मलाई किन भन्दा डिरेक्सन पनि चाहिन्छ नि त होइन मोर देन सो डिरेक्सन इज मोर इम्पोर्टेन्ट डिरेक्सन इज मोर इम्पोर्टेन्ट देन स्पिड राइट सो भ्यालीमा चाहिँ के हुन्छ भने एउटा रस हुन्छ कि हजुर लाइक इन्ट्रान्सै दिनुपर्छ भने रस हुन्छ आउट अफ भ्यालीमा त्यस्तो रस कमै हुन्छ अहिले त धेरै पनि आइसकेको छ सो भ्यालीभित्रको स्टुडेन्टहरूलाई चाहिँ डे वान अफ द कलेजदेखि नै उनीहरूले चाहिँ हाम्रो मेन गोल भनेको इन्ट्रान्समा नाम निकाल्ने भन्ने हुन्छ सो आउट अफ भ्यालीमा त्यो अलिकति हुँदैन कि सो यही नै डिफ्रेन्स जस्तो लाग्छ कि सो डिरेक्सन धेरै भ्यालीभित्रको स्टुडेन्टले पाएको हुन्छन् भ्याली बाहिरको अलिक कम पाएको हुन्छन् त्यही भएर रिजल्ट्समा डिफ्रेन्स चाहिँ देखिन्छ तर भ्याली बाहिरको स्टुडेन्ट पनि दे आर मोर हार्ड उनीहरूले पनि निकालिरहेको हुन्छ होइन सो ओके सर होइन सर एज यु हेभ मेन्सन बिफोर तपाईँ आइटीतिर पनि एकदम इन्ट्रेस्ट भएको मान्छे हुनुहुन्थ्यो भनेर भन्नुभयो फिजिक्सतिर म्याथमेटिक्सतिर पनि तपाईँको धेरै इन्ट्रेस्ट छ एभ्री वान नोज होइन सर तपाईँलाई कुन पोइन्टमा त्यो हिट गऱ्यो कि होइन मेरो यता इन्ट्रेस्ट छ दो आई हेभ गट इन्ट्रेस्ट इन अल दिस सब्जेक्ट्स बट आई वुड गो फर मेडिसिन्स भनेर कुन पोइन्टमा तपाईँले हिट गर्यो सर मेडिसिन पनि त एकदम इट्स इन्ट्रेस्टिङ सब्जेक्ट राइट हजुर एकदम ठुलो डोमेन हो होइन हजुर एक्सप्लोर गर्ने ठाउँ पनि एकदम धेरै छ अब मैले चाहिँ चुज गर्नु पर्ने थियो कि सुड आई डु मेडिसिन अर आइटी राइट अथवा इन्जिनियरिङ यसो सोचेँ मेडिसिन त मैले पछि गर्न सक्दिनँ नि त यही उमेर हो राइट इट्स अ भेरी लङ जर्नी राइट एकदम लामो जर्नी हो नि त होइन सो 6 year मेडिकल स्कुल होइन त्यसपछि इन्टर्नसिप गर त्यसपछि जब गर त्यसपछि फेरि रेजिडेन्सी गर इट्स अ भेरी लङ जर्नी त्यो मैले पछि त गर्न सक्दिनँ होला नि त होइन हजुर तर अहिले मैले मेडिसिन गरेँ भने इन्जिनियरिङ त एटलिस्ट मेरो त धेरै नै इन्ट्रेस्ट छ धेरै कुराहरू मलाई आउँछ भने सो अफकोर्स आइटी मलाई यदि गर्नु पऱ्यो त पछि पनि गर्न सक्छु नि त सो त्यो कुराले चाहिँ गर्दाखेरि मैले सुरुमा मेडिसिन गरेको बट अफकोर्स आइ एम स्टिल आई हेभ भेरी ग्रेट इन्ट्रेस्ट इन इन्फर्मेसन टेक्नोलोजी एन्ड आर्टिफिसियल इन्टेलिजेन्स मेसिन लर्निङ्सहरूमा सो आई गेस म सायद गर्न पनि सक्छु यु नेभर नो राइट सो टच सुट होइन तपाईँको इन्ट्रेस्ट फुलफिल होस् अनि सर अर्को कुरा होइन तपाईँ युवेयर केयु त्यतिखेर हाम्रो भ्युवर्सहरूलाई जति धेरै न्यू भ्युवर्सहरूलाई थाहा नहुन सक्छ पहिला पहिला चाहिँ कमन इन्ट्रान्स हुन्थेन होइन सर पहिला पहिला चाहिँ केयु युनिभर्सिटीले छुट्टै इक्जाम टियुले छुट्टै इक्जाम धरानले छुट्टै इक्जाम लिन्थ्यो अनि सर चाहिँ काठमाडौँ युनिभर्सिटीबाट हुने इन्ट्रान्सको सर चाहिँ टपर हुनुहुन्थ्यो होइन सर सर तपाईँलाई पहिलेदेखि नै म टपर बन्छु नै भनेर पढ्नु भएको थियो कि होइन पढ्दा पढ्दा त कुनै न कुनै पनि होइन मैले टप्न पनि सक्छु भन्ने त्यो कहिले फिल भएको थियो हाउ इज द प्याटर्न अफ होइन थिङ्किङ प्रोसेस अफ अ टपर सर लक पनि चाहिन्छ एउटा है जसले जेसुकै भने पनि हजुर बट लक फेभर्स दोज हु वर्क्स हार्ड द्याट्स अल जस्तै हाम्रो 100 मार्क्सको हुन्थ्यो राइट मेरो स्कोर 92 आएको होइन मेरो 1-2टा क्वेसन त झुकेर नि मिल्यो त होला नि होइन मिल्यो होला नि त होइन अब म त यसै फन्टुस मान्छे है अब धेरै नपढ्ने थोरै पढ्ने है सो अलिकति लक पनि चाहिन्छ हार्डवर्क त अफकोर्स चाहिन्छ तर लकले हार्डवर्क गर्नलाई मात्रै फेभर गर्छ कि जस्तै तिम्रो 90वटा मिल्यो त्यसमा 2टा झुकेर मिल्यो भने तिमी टपर भयो नि त तर तिम्रो 50वटा मिल्यो 10वटा मिल्यो पनि जम्मा 60वटा मात्रै मिल्छ राइट सो लक त चाहिन्छ तर टपर्सलाई धेरै भन्नाले हार्डवर्किङलाई फेभर गर्छ वान थिङ पढ्ने बेलामा चाहिँ म चाहिँ कसरी पढ्थेँ भन्दाखेरि मलाई टपिक चाहिँ आउनुपर्छ भनेर पढ्थेँ कि भन्दा मेरो दिमाग त्यस्तो धेरै म घोक्न सक्दिनँ है म बुझ्न चाहिँ म जति पनि बुझ्न सक्छु आई क्यान भिजुअलाइज आई क्यान लेट्स से आई क्यान अन्डरस्ट्यान्ड थिङ्स तर सम्झिन मलाई एकदम गाह्रो हुन्छ कि मैले इमेज बनाएर सम्झिनुपर्छ होइन निमोनिक्स बनाउनुपर्छ मैले होइन कि मैले बुझ्नुपर्छ सो कुनै पनि टपिक म चाहिँ सकेसम्म बुझेर पढ्थेँ र मैले एउटा गर्ने भनेको के भन्दाखेरि जस्तै कुनै पनि टपिक पढ्नु पऱ्यो भने मैले स्टुडेन्टहरूलाई चाहिँ भन्छु एमटिएम रुल भनेर हुन्छ कि द्याट इज सुरुमा एमसिक्यू पढ्ने त्यसपछि थ्योरी पढ्ने त्यसपछि फेरि एमसिक्यू पढ्ने भन्छु यसमा चाहिँ हामी के गर्छौँ भन्दा कुनै पनि टपिक पढ्नुभन्दा अगाडि त्यो टपिकको एमसिक्यू सर हेर्छौँ क्या त्यो किन गरेको भन्दा मैले कतिसम्म पढ्नुपर्छ त थाहा हुनु पऱ्यो नि त यु सुड नो तिमी कहाँसम्म हिँड्ने त एटलिस्ट थाहा हुनु पऱ्यो नि त प्लानहरू हुनु पऱ्यो नि त त्यसपछि अगाडि त स्पेस छँदैछ तर एटलिस्ट एउटा रफ इस्टिमेट त हुनु पऱ्यो नि त होइन सो सुरुमा म कुनै पनि टपिक पढ्नु पऱ्यो भने त्यो च्याप्टरको सर एमसिक्यू हेऱ्यो त्यो हेऱ्यो भने चाहिँ मलाई कहाँसम्म पढ्नुपर्छ कुन पार्ट इम्पोर्टेन्ट छ कुन पार्ट लेस इम्पोर्टेन्ट छ कुन धेरै सोध्छ त्यो कुराहरू मलाई थाहा हुन्थ्यो त्यसपछि बल्ल त्यो च्याप्टरको थ्योरी पढ्थ्यो त्यो भने मलाई के थाहा हुन्थ्यो भन्दा यो च्याप्टरको सबै कुरा मैले त पढ्नु पर्दैन नि त होइन यो पार्ट इम्पोर्टेन्ट छ यसलाई धेरै फोकस गर्छु अलिक कम फोकस गर्छु थाहा हुन्थ्यो सो त्यही भएर जब म थ्योरी पढ्छु त्यति बेला चाहिँ मेरो दिमाग धेरै फोकस कतातिर हुन्थ्यो भन्दा जुन पार्ट इम्पोर्टेन्ट छ त्यतातिर फोकस हुन्थ्यो र जब म एमसिक्यू सल्भ गर्थेँ मेरो दिमागमा एमसिक्यू 3चोटि आउँथ्यो सो यसले गर्दा इफेक्टिभ पनि भएको थियो एउटा होइन र पढ्ने बेलामा टपरै बन्छु भनेर कहिले पनि पढिँदैन रहेछ सो कुनै पनि टपिक म बुझ्छु भनेर पढ्थेँ तर एक्जाम दिइसकेपछि चाहिँ
एक्जाम चाहिँ टपिङ जस्तो चाहिँ लाग्थ्यो है किन भन्दा म सम्झिन्छु मैले टेस्टहरूमा कस्तो हुन्थ्यो सर तपाईँको मक टेस्टमा राम्रै आउँथ्यो यार त्यो मक टेस्टमा कहिलेकाहीँ टपिन्थ्यो पनि होइन हजुर कहिलेकाहीँ टप 5 टप 10 पनि परिन्थ्यो र मैले चाहिँ स्टार्ट गरेको 62 मार्क्सदेखि हो आई विन टु 92 भनेको 62%देखि स्टार्ट गरेको एन्ड आई विन टु 92% है सो अनि अर्को कुरा चाहिँ तिम्रो एक्जामको बेला पनि के भएको थियो भन्दा जब मैले एक्जाम दिएँ ब्रेक जान पाइन्थ्यो होइन ठ्याक्क ब्रेकमा होइन सायद ब्रेक्समा हो कि एक्जाम सकेर जस मेरो अलमोस्ट धेरै नै मिलाएछ जस्तो चाहिँ लाग्थ्यो अलमोस्ट टपिन्छ कि जस्तो चाहिँ लागेको त्यो गट फिलिङ हुन्छ नि एउटा त्यो चाहिँ आएको थियो सो सर होइन आज चाहिँ धेरै मान्छेलाई चाहिँ फर्मेट अफ कम्पिटेटिभ इक्जाम्स नै बुझ्दैनन् कि होइन ओके मान्छेमा धेरैमा चाहिँ कम्पिटेटिभ इक्जाम्स वाट इट डिमान्ड्स भन्ने नै थाहा हुँदैन कि आज तपाईँ नट जस्ट केयु होइन इन्ट्रान्स टपर तपाईँ आज फिजिक्स ट्युटर पनि हुनुहुन्छ हु इज टिचिङ यता सी एस्पिरेन्टलाई पनि आइओई एस्पिरेन्ट्सहरूलाई पनि सो सर कम्पिटेटिभ इक्जाम्सले चाहिँ वाट इट डिमान्ड्स वाट इट एक्चुली डिमान्ड्स कम्पिटेटिभ इक्जाम्स ओके कम्पिटेटिभ एक्जाम्सले चाहिँ के गर्छ भन्दाखेरि एक त कम्पिटेटिभ एक्जाम्समा मान्छे धेरै हुन्छ हजुर सो सब्जेक्टिभ क्वेसन्सहरूले होइन त्यो अब सब्जेक्टिभ क्वेसन्सहरूले चाहिँ टेस्ट गर्नलाई एकदम गाह्रो पनि हुन्छ एक्जामिनर्सहरूलाई होइन किन त रिजल्ट पनि छिटो निकाल्नुपर्ने हुन्छ त्यही भएर अब धेरै जस्तो कम्पिटेटिभ एक्जाम्सहरूमा चाहिँ एमसिक्यू नै भइरहेको हुन्छ राइट एमसिक्यूले के माग्छ भन्दाखेरि तिमीले कुनै पनि कुरा कतिको बुझेको छौ कि त्यसको कन्क्लुजन मात्रै माग्छ कि सिम्पल तिमीले कुनै कुरा बुझेको छौ छैनौ त्यो कुरा सोध्छ कि उनीहरूले एक अर्को भनेको चाहिँ तिमी चाहिँ होइन टाइम कतिको म्यानेज गर्न सक्छौ त्यो कुरा सोध्छ कि होइन सो वान थिङ भनेको चाहिँ तिम्रो कन्सेप्ट र तिम्रो म्यानेजमेन्ट स्किल्स त्यो दुईवटा कुराहरू नै डिमान्ड गर्छ जस्तो लाग्छ ओके सर होइन अब राइट अब अहिलेको नयाँ यो वर्षको कमन इन्ट्रान्स पनि आउँदैछ होइन सर सो तपाईँले पनि आफूले प्रिपेयर गर्दा मान्छेहरू चाहिँ धेरै मान्छेहरूको के हुन्छ भन्दाखेरि चाहिँ लास्टमा जान्छ नि त्यतिखेर चाहिँ हाम्रो टिचर्सहरूले पनि भन्नुहुन्थ्यो कि टपर छुट्टिने ऱ्याङ्क होल्डर छुट्टिने भनेको नै यही लास्ट फेजमा भनेर भन्नुहुन्थ्यो होइन सो तपाईँलाई चाहिँ यो गोल्डेन आवर पनि भनिन्छ यो गोल्डेन आवर चाहिँ कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ अनि यसमा चाहिँ हामीले के गर्नुपर्छ जस्तो लाग्छ गोल्डेन आवर्समा ओके सो इभन मेरो जर्नी हेर्दाखेरि चाहिँ मैले लास्टको 2 महिना नाम निकालेर पढायो कि त्योभन्दा अगाडि त हल्लिँदै बित्यो होइन कहिले कोड गराएको छ कहिले कता घुम्न गएको छ है त्यति बेला हामी इन्ट्रान्स होम भन्ने चल्थ्यो है त्यो एमसीको एक्जाम गराउने त्यस्तोमा लागेर भुल्यो बट हाम्रो एक्जाम भदौ लास्टतिर भएको थियो है असार र साउन हो मैले एकदम मजाले पढेको होइन अलमोस्ट 2 मन्थ्स हो मैले पढेको होइन सो मैले धेरै स्टुडेन्टहरूलाई सोद्धाखेरि पनि लास्टको त्यही 1-2 मन्थ्सले नै उनीहरूको ऱ्याङ्क डिटर्माइन गरेर आएको हुन्छ किन भन्दा तिम्रो के हुन्छ भन्दा तिमी फिल गर न एक्जामको ठ्याक्क 6 घन्टा अगाडि अथवा होइन 6-7 आवर्स अगाडि तिमीले जे पढे पनि ट्याक दिमागमा छिर्छ नि होइन इभन तिम्रो होइन तिम्रो ब्लक एक्जाममा पनि होइन ठ्याक्क तिम्रो एक्जामको 1 घन्टा अगाडि त जे पढे पनि ट्याक्क छिर्छ कि किन भन्दा तिम्रो अटेन्सन एकदम धेरै हुन्छ फोकस हुन्छ तिमी राइट त्यस्तै यो जुन लास्टको 1-2 मन्थ चाहिँ एकदम गोल्डन मन्थ हो कि फोकस मन्थ भन्छु म यसलाई चाहिँ होइन सो यसमा चाहिँ हामीले मेन कुरा भनेको फोन चलाउनु छोड्नुपर्छ कि होइन त्यो अहिले त झन् रिल्सहरू स्क्रोल गरेर हुन्छ त्यो चाहिँ मेन छोड्नुपर्छ डिस्ट्र्याक्टर्स चाहिँ छोड्नुपर्छ अर्को 8 घन्टा एटलिस्ट सुत्नुपर्छ किन भन्दा तिमीले त सम्झिनुपर्ने छ नि त ब्रेनलाई त तिमीले एक्सर्साइज गरिरहेको छौ नि त राइट सो त्यही भएर स्लिप एकदमै इम्पोर्टेन्ट छ 8 घन्टा एटलिस्ट सुत्ने सबै होइन धेरै पढ्ने मान्छेले धेरै सुत्ने सिम्पल होइन अर्को भनेको चाहिँ फिजिकल फिट पनि हुनु पऱ्यो कि फिजिकल एक्टिभिटी पनि हुनुपर्छ कि किन भन्दा तिमी जति धेरै एक्टिभ हुन्छौ त्यति नै धेरै तिम्रो ब्रेन पनि एक्टिभ हुन्छ कि सो वाकहरू गर्ने होइन मिल्छ भने जिम गयो भने अझ बेटर हुन्छ मैले जिम जोइन गराएको थिएँ त्यतिखेर राइट अनि अर्को भनेको चाहिँ यो समय बाहेक अनि खाने अनि त्यसपछि अरू बेसिक एक्टिभिटी बाहेक अरू सबै समय पढ्ने हो कि होइन र पढ्ने पनि विभिन्न टेक्निक्सहरू छ कि यो बेला एउटा भनेको चाहिँ सेल्फ स्टडी गर्ने पिरियड राख्ने एटलिस्ट 4 to 6 आवर्स राख्नुपर्छ होइन फोकस स्टडी गर्नुपर्छ र अर्को चाहिँ ग्रुप स्टडी पनि बेटर हुन्छ जस्तो लाग्छ मलाई ग्रुप स्टडी भनेको त्यो होइन कि सँगै बसेर पढ्ने द्याट्स नट ग्रुप स्टडीमा भनेको डिस्कस गर्ने कि तिमी जति धेरै डिस्कस गर्छौ त्यति नै धेरै तिमीलाई सम्झिन्छ कि र म सिएस पेरेन्ट्सहरूलाई के एउटा सजेसन दिन्छु भन्दाखेरि चाहिँ मिल्छ भने होइन 4-5 जनाको ग्रुप बनाउने फिजिक्स केमिस्ट्री बोटनी जुलोजी म्याथ गर अथवा 4 जनाको फिजिक्स केमिस्ट्री बोटनी जुलोजी म्याथ एकजनालाई दिने होइन जसले बोटनी लिन्छ उसले म्याथको पनि क्वेसन कलेक्ट गर्छ उनीहरूले के गर्ने भन्दाखेरि चाहिँ हाम्रो एक्जाममा 500 क्वेसन अति नै इम्पोर्टेन्ट छ होइन किन भन्दा हेर न लाइक एक्जामको पेपर घरमा लान मिल्दैन किन लान मिल्दैन अर्को वर्ष रिपिट हुन्छ त्यही भएर फनी लजिक होइन सो के गर्ने भन्दाखेरि चाहिँ 4 जनाको जस्तो ग्रुप बनाउने होइन अनि त्यसपछि हरेक दिन होइन लाइक 15-15वटा 500 क्वेसन कलेक्ट गर्ने कि अनि डिस्कस गर्ने होइन जस्तै एउटा कुनै क्वेसन हो भने लेट्स चाहिँ कुनै एउटा क्वेसन छ होइन लेट्स चाहिँ अब सपोज गरेर एउटा क्वेसन भयो लाइक के भन्छ लाइक
सपोज गर तिमीले सिलिकनमा होइन अल्युमिनियम राख्यो भने कुन टाइप अफ सेमिकन्डक्टर बन्छ भन्ने क्वेसन भयो भने त्यो क्वेसन जस्तै अब फिजिक्सको जसले क्वेसन कलेक्ट गरेको छ उसले अरू 3जनालाई एक्सप्लेन गर्नु पऱ्यो कि होइन केमिस्ट्रीको जसले तिम्रो पास्टको क्वेसन कलेक्ट गरेको छ उसले चाहिँ अरूलाई एक्सप्लेन गर्नु पऱ्यो कि यसरी पढ्यो भने चाहिँ रिटेन्सन पनि धेरै हुन्छ कि सो म यो दुईवटा मेथड चाहिँ फलो गर्न भन्छु कि स्टुडेन्ट्सहरूलाई सो ओके सर होइन सर एउटा त यो गुड साइड अफ एस्पिरेन्ट फेजको चाहिँ टपर हुने नाम निकाल्ने ऱ्याङ्क होल्डर भयो होइन सर अर्को चाहिँ यही पुतली सडकमा अर्को एउटा डार्क साइड पनि छ सर जसको ड्रप हुन्छ सो सर एज यु हेभ मेन्सन बिफोर यु आर अल्सो अ ड्रपर होइन यो ड्रप फेजमा चाहिँ होइन सर ड्रप फेज भनेको सबैको डार्केस्ट फेज नै भन्छन् होइन सर सो तपाईँको ड्रप फेजमा सम्झिँदाखेरि हाउ मच इट इज हर्टिङ त्यो सोच्दाखेरि कुनै कुनै कुरा एक दुईवटा नराम्रो लाग्ने कुरा त्यस्तो केही छ सर ड्रप फेज सम्झिँदाखेरि सो ड्रप फेजमा यस्तो हुन्छ तिमीलाई सबैले सोध्छ कि के गरिरहेको छस् भनेर सोध्छ कि एन्सर इज भेरी डिफिकल्ट राइट आइएम प्रिपेरिङ फर मेडिकल इन्ट्रान्स भन्यो भने कति वर्ष प्रिपेयर गर्ने भन्ने कुरा आउँथ्यो होइन सो मलाई चाहिँ के फिल हुन्थ्यो भन्दाखेरि मेरो ब्रेनले केले थिचिरहेको छ कि जस्तो फिल हुन्थ्यो कि एकदम होइन त्यो म अझै सम्झिन्छु लाइक जब एक्जाम आउन लाग्थ्यो नि होइन लाइक यति धेरै प्रेसर थियो कि मलाई केहीले थिचिरहेको छ कि जस्तो फिल हुन्थ्यो कि तर एक्जाममा नाम निस्किसकेपछि चाहिँ जुन त्यो 10-15 डेज हुन्छ नि द्याट वाज द ह्याप्पिएस्ट डे अफ माई लाइफ त्यो ह्याप्पिनेस मैले अझसम्म भएको छैन कि है सो एकदमै खुसी भइन्छ किन भन्दाखेरि त्योभन्दा इन्ट्रान्सको रिजल्टभन्दा अगाडि म एकदम दुःखी थिएँ त्यसपछि एकदम खुसी थिएँ ग्याप पनि धेरै भयो नि त होइन सो इट वाज वान अफ द ह्याप्पिएस्ट मोमेन्ट अफ माई लाइफ होइन सो मेन भनेको रिलेटिभहरूले एकदम दुःख दिने होइन सो सबैले सोध्ने लाइक के गरिरहेको छु कति वर्ष प्रिपेयर गर्ने कहिले ब्याचलर्स जोइन गर्ने भनेर सोध्नुहुन्थ्यो सो मैले चाहिँ के गर्ने फोन अफ गरिदिने सिम्पल सोसियल मिडियाबाट अवे भइदिने होइन सो त्यसरी नै मैले ट्याकल गरेको थिएँ यसलाई अनि प्लस मैले एकदम कुल साथीहरू चुज गरेको थिएँ कि एकदम चिल साथीहरू एकदम मिल्ने साथीहरू सो के अरे त्यो बेलामा चाहिँ त्यो हुन्छ नि एकदम टक्सिक साथीहरू थियो पहिला मेरो अनि म सबैबाट टाढा भएर होस्टेलै मैले चेन्ज गरेँ होइन एकदम क्वाइट एरियामा गएँ आइटीको स्टुडेन्टहरू बस्ने एरियामा गएँ त्यो केटाहरू एकदम कुल हुने ब्याक बेन्चर्स त्यहाँ अलवेज कुल दे आर क्रिएटिभ सो उनीहरूसँग बसेँ अनि त्यो भएपछि स्ट्रेस पनि धेरै भएन एकदम इट वाज वेल सो सर एउटा के म्यासेज दिन चाहनुहुन्छ जसले अहिले धेरै ड्रप गरेर बस्नुभएको छ होइन जसले कन्सटेन्टली सेल्फ डाउट गरिरहनु भएको छ आफ्नो पोटेन्सियललाई डाउट गरेर बस्नुभएको छ सो तपाईँ पनि एउटा ड्रपर भला यु टप द केयु होइन सो त्यस्तो स्टुडेन्ट्सहरूलाई त्यस्तो एस्पिरेन्ट्सहरूलाई वाट यु वान्ट टु सजेस्ट केही स्पेसल सर्ट म्यासेज सो अब ड्रपर्सहरूको लागि चाहिँ सजेसन भन्दाखेरि यो लाइफकै सबसे लोएस्ट फेज जस्तो लाग्छ क्या मलाई किन भन्दाखेरि फ्यामिलीबाट पनि प्रेसर हुन्छ होइन आफ्नो छुट्टै पनि अब आफ्नो साथीहरू पनि कहाँ टाढा पुगिसकेको हुन्छ जस्तो लाग्छ आफूलाई होइन तर सबैको क्लक फरक हुन्छ होइन अब जस्तै मैले 1 वर्ष ड्रप गरेँ कतिलाई थाहा पनि छैन होला राइट अब मलाई कसैले पनि सोध्दैन कि लाइक तपाईँले ड्रप गर्नुभएको हो कि होइन कसैले पनि सोध्दैन सो यो फेज भनेको लोएस्ट फेज हो होइन यसलाई चाहिँ सकेसम्म युटिलाइज गर्ने हो कि होइन तिम्रो हरेक मिनट भनेको भ्यालुएबल हुन्छ तिम्रो लागि होइन सो आफ्नो बेसिक थिङ बाहेक अरू सबै काम चाहिँ स्टडीमा युज गर्नु कि होइन किन भन्दा तिम्रो के भन्छ भने देयर इज समथिङ कल रुल अफ वन्स भन्छ कि टु बी नम्बर वान यु हेभ टु फलो वान बुक वान पर्सन वान टिचर यु हेभ टु फोकस वान टास्क एन्ड यु हेभ टु फलो वान गर्ल भन्छ त्यो चाहिँ जिरो पार्नेहरूलाई है त ठिक छ सो सकेसम्म स्टडीलाई नै फोकस गर्ने अहिले त्यसपछि त लाइफ छँदैछ ब्याचलर्स एकदम रमाइलो हुन्छ गाइज है सो उसलाई पनि सोधेर हुन्छ सो इट्स भेरी इन्ट्रेस्टिङ तिमीले पढ्छौ पनि रमाइलो पनि गर्छौ यु एक्सप्लोर होइन सो त्यही भएर यो 2 months जस्तो छ अब त धेरै पनि छैन 1 month जस्तो होला सो यो 1 monthको एभ्री मिनट चाहिँ इट्स अ गोल्डन आवर इट्स अ गोल्डन मिनट सो यसलाई चाहिँ सकेसम्म युटिलाइज गर्नु होइन अनि फ्रेन्ड सर्कल चाहिँ राम्रो चुज गर्नु र म के भन्छु भन्दाखेरि अलिक स्मार्ट स्टडी गर्ने कि सो एउटा के गर्ने भन्दाखेरि सेल्फ स्टडी भइहाल्यो त्यो मैले अघि भने जस्तै ग्रुप बनाएर पढ्ने होइन र सकेसम्म लेखेर पढ्ने कि होइन कुनै पनि कुरालाई सिम्प्लिफाई गरेर पढ्नुपर्छ होइन त्यो फेनम्यान ल भन्छ त फेनम्यान प्रिन्सिपल भन्छ होइन सो कुनै पनि कुरा सिम्पल तरिकाले बुझ्ने अनि बल्ल लामो समयसम्म सम्झिन सकिन्छ कि होइन र सकेसम्म धेरै टेस्टहरू दिने किन भन्दाखेरि म चाहिँ के भन्छ भन्दाखेरि रिभर्स इन्जिनियरिङ गऱ्यो भने एकदम छिटो रिजल्ट आउँछ भन्छ कि सो के गर्ने भन्दाखेरि क्वेसन्स प्र्याक्टिस गर्ने र तिमीले यो क्वेसन प्र्याक्टिस गरिरहेको छ भने यो पार्ट थ्योरी चाहिँ त्यतिखेर सम्झिने कि होइन सबै च्याप्टरको लागि सबै सब्जेक्टको लागि त्यो भयो भने चाहिँ तिम्रो ड्रप इयर पनि बेस्ट हुन्छ र सायद रिजल्ट पनि राम्रै आउँछ सो सर होइन तपाईँले एज यु हेभ मेन्सन बिफोर होइन आई युज टु हेभ लट अफ कुल फ्रेन्ड्स लट अफ एकदमै आई वाज अवे फ्रम टक्सिक पिपल भनेर भन्नुभएको थियो होइन सो सर यो इन्ट्रान्स फेजमा हाउ बिग रोल आवर फ्रेन्ड सर्कल प्लेज सर यस्तो हुन्छ कि इभन एमबिबिएसमा पनि साथीहरूले गर्दा मैले धेरै कुरा सिकेँ जस्तो लाग्छ कहिले
किन सबै कुरा तिमीले त सक्दैनौ नि त होइन सो तिम्रो यदि गुड सर्कल भयो भने तिमीलाई साथीहरूले नि पुस गर्छन् कि होइन जस्तै अब तिमीले कुनै कन्सेप्ट बुझाएको छैनौ साथीले बुझाएको छ उसले बुझाइन्छ नि त होइन तिमी अब जस्तै अब तिमी एकदम डिमोटिभेट भइरहेछौ होइन जस्तै अब कहिलेकाहीँ चाहिँ तिमी लो पनि फिल गरिन्छ नि त त्यो फेजमा त्यतिखेर तिम्रो फ्रेन्ड्सहरू राम्रो छन् भने उनीहरूले एकदम मजाले मोटिभेट गर्छन् सो यु क्यान राइज अगेन सो फ्रेन्ड्स त लाइफमै चाहिन्छ यार फ्रेन्ड्स र मेन्टर अब हाम्रो यतातिर मेन्टरको कन्सेप्ट छैन बट मेन्टर र फ्रेन्ड्स त चाहिन्छ यार होइन सो इभन तिमीले नि अब एउटा मेन्टर चुज गरे हुन्छ होइन जसले चाहिँ तिमी अब मेन्टर डज नट मिन कि सधैँ गाइड गर्ने लाइक समटाइम्स हुन्छ नि आफू चाहिँ भड्केको बेलामा ट्र्याकमा ल्याइदिने होइन किन तिमीलाई कसैले यो बाटो यस्तो छ भनिदियो भने त्यहाँ हिँड्न तिमीलाई सजिलो हुन्छ है जस्तै यहाँदेखि धुलिखेल जानु पर्यो होइन अब तिमीलाई के भन्यो भन्दाखेरि काठमाडौँ युनिभर्सिटी जानु पर्यो काठमाडौँ युनिभर्सिटी कहाँ छ धुलिखेलमा छ होइन तिमी धुलिखेल जान्छ त त्यो त 28 किलोमा छ तिमीलाई कसैले सुरुमा है 28 किलो भन्ने ठाउँ आउँछ यहाँबाट यता जाऊ भन्यो भने त सजिलो भयो नि त हिँड्न होइन त्यस्तै तिमीलाई यदि तिमीसँग मेन्टर्सहरू हुनुहुन्छ होइन मेन्टर्स हुनुहुन्छ भने उहाँहरूले तिमीलाई बाटो देखाइदिनुहुन्छ है यो बाटो यस्तो यस्तो छ जस्तै एन्ट्रान्सको केसमा लाइक एन्ट्रान्समा तिमीले यति मात्रै पढ्नुपर्छ डेरिभेसन्स हेर्नु पर्दैन रिजल्ट्स मात्रै हेर्नुपर्छ होइन यो टपिकमा ट्रिक्स धेरै तिमीलाई चाहिन्छ यो टपिकमा ट्रिक्स कम चाहिन्छ यस्तो यस्तो पार्टहरू इम्पोर्टेन्ट छ पास्ट क्वेसन्स इम्पोर्टेन्ट छ होइन यो बुक्सहरू फलो गर यो मटेरियल्स फलो गर भन्यो भने त तिमीलाई एउटा क्लियर कट पिक्चर त हुन्छ नि त नत्र के हुन्छ भन्दा तिम्रो 1-2 महिना त कुन मान्छेलाई फलो गर्ने कुन बुक फलो गर्ने त्यो गर्दा गर्दै टाइम बित्छ है सो मेन्टर हुनु एकदमै इम्पोर्टेन्ट छ र अर्को भनेको फ्रेन्ड्सले तिमीलाई पुस गर्छ है जस्तै अब तिमीले जस्तै तिम्रो साथीले एउटा टपिक पढ्यो तिम्रो एउटा टपिक पढ्यो भने तिम्रो साथीले त्यो टपिकको बारेमा सबै कुरा तिमीलाई एक्सप्लेन गरिदियो भने त नपढिकन पनि त तिमीलाई 60% थाहा भयो नि त सो त्यही भएर फ्रेन्ड्स भनेको एउटा तिमीलाई स्टडीमा पनि हेल्प हुन्छ त्यो पर्सनल लाइफमा पनि हेल्प हुन्छ अर्को भनेको तिमीलाई मोरल सपोर्ट जस्तो पनि हुन्छ कि र लाइफको पर्पज भनेकै बाँच्नु हो खुसी भएर बाँच्नु होइन त्यसमा फ्रेन्ड्सको एकदमै धेरै ठुलो हात हुन्छ उनीहरूले तिमीलाई पुस गरिरहेको हुन्छ मोरल सपोर्ट दिइरहेको हुन्छ राइट सो त्यही भएर या टु हेभ अ गुड फ्रेन्ड्स टु हेभ अ कुल फ्रेन्ड्स इट्स भेरी इम्पोर्टेन्ट सो सर होइन तपाईँको फाइनली नाम निस्क्यो होइन फाइनली नाम निस्केपछि त्यो ह्याप्पिएस्ट मोमेन्ट त थियो नै त्यसपछि जब तपाईँ क्युएसएमएस एउटा चौकुटको न्यू जर्नी स्टार्ट भयो होइन सो एज एभ्री वान्स होइन तपाईँको कुनै त्यस्तो मुभमेन्ट थियो कि आफ्टर कमिङ टु चौकुट एक्सपेक्टेसन्स भर्सेस रियालिटी मुभमेन्ट त्यस्तो के थियो सो तिम्रो यो कस्तो थियो भन्दाखेरि एक्सपेक्टेसन अर्कै थियो रियालिटी ठ्याक्कै उल्टो थियो कि हजुर लाइक अब सुरुमा त एमबिबिएस सिरिसकेपछि त के लाग्छ भन्दाखेरि फर्स्टदेखि पेसेन्ट हेरिन्छ कि जस्तो लाग्छ कि लाग्दो रहेछ तर होइन रहेछ त्यो होइन 2 वर्ष बेसिक साइन्स पढ्नुपर्छ अनि बल्ल क्लिनिकल्समा गएपछि हेर्न पाइन्छ हुन्छ बेसिक साइन्समा पनि हुन्छ हिस्ट्री टेकिङहरू हुन्छ र अर्को भनेको अब चौकुटमा फटुस मान्छे म आएर ब्याक बेन्चर कपाल सपाल लामो पाल्ने टप लाएर गएको थिएँ फर्स्ट टाइमै यु नो द कन्सिक्वेन्सेस के भयो होला होइन अब तिम्रो अहिले जस्तो सोसियल मिडिया नि फ्लोरिस भइसकेको थिएन सो चौकुट वाज आइसोलेटेड प्लेस इभन मैले त 1 वर्ष ड्रप गरेको नि त हजुर होइन अनि सिनियरहरू कोही चाहिँ मेरो साथीको साथी पनि हुनुहुन्थ्यो कि अनि कसैलाई मेसेज पनि गरिरहेको रहेछ हजुर त्यसपछि त्यस्तै भयो हस्टेलमा होइन इन्ट्रोहरू भयो सो इन्ट्रो रमाइलो भयो नाच्ने गाउने त भइ नै हाल्छ अन्त सुरुको दिन चाहिँ अलि हार्स नै भएको थियो भनौँ है फर्स्ट डे त अनि गाह्रो भइहाल्छ नि यार हजुर तिमीलाई त सिनियर आँसु नै आउँछ तिमीलाई त सिनियरले मात्र इन्ट्रो लिनु भयो होला मलाई त मेरो ब्याचको साथीहरूले लिनुभयो त जबकि मैले सबैको आवाज चिन्छु होइन सो सुरुको दिन अलि गाह्रै भएको थियो बट देन अब चौकुटमा तिम्रो माहौल नै त्यस्तै थियो होइन किनभने तिमी बाहिर जाने नि एकदम गाह्रो हुन्थ्यो किन ट्रान्सपोर्टेसन त्यस्तै थियो अब खाने ठाउँ भनेको जम्मा एउटा थियो जनक दाई हुनुहुन्थेन त्यतिखेर स्याडली हुनुहुन्थेन त्यतिखेर चाहिँ हाम्रो कलेजको क्यान्टिन अनि तल एउटा सबिन दाईको थियो होइन अनि त्यो ठ्याक्क रोड साइडमा त तिमीलाई थाहा भइहाल्यो हाम्रो ओम दाईको होइन अनि त्यहाँ चाहिँ तिम्रो के हुन्थ्यो भन्दाखेरि चाहिँ अब साथीहरूसँग मिलेर सर्भाइभ गर्नुपर्छ भन्ने कन्सेप्ट हुन्थ्यो नि त हाम्रो हस्टेलमा है इभन तिमीहरू कहिले हुन्छ कि हुँदैन हाम्रोमा चाहिँ जस्तै तिमी कोहीसँग बसिरहेको छ भने तिम्रो रुममेट भयो रुममेटलाई छोडेर अरूसँग बस्न पाइन्थेन नि हाम्रो बेलामा हो तिमीहरूमा के छ त्यस्तो हस्टेल बसेन अहिले ए तिमी बसेन तिमीलाई थाहा भएन हस्टेल त बस्नुपर्छ नि हस्टेल त रमाइलो हुन्छ 1 वर्ष त यदि कोही न्यू कमरहरू छ भने
फर्स्ट इयर चाहिँ हस्टेलमा बस्यो भने बल्ल तिमीले प्योर केएसएमएसको टेस्ट चाहिँ पाउँछ कि प्योर लाइक मेडिकल कलेजको लाइफ टेस्ट चाहिँ पाउँछ कि होइन हजुर के भन्दा त्यहाँ चाहिँ तिम्रो अब सबैसँग मिलेर बस्नुपर्छ होइन हाम्रो के रुल थियो भन्दाखेरि तिमी रुममेटसँग बसिरहेको छ भने चेन्ज गर्न मिल्दैन अनि प्लस हाम्रो चाहिँ एउटा एकदम इन्ट्रेस्टिङ रुल थियो कि कसैको बर्थडे भन जसको बर्थडे भयो भने सेलिब्रेट गर्नु पर्थ्यो कि सबैले पैसा उठाएर गर्थ्यौँ कि इन्ट्रेस्टिङ हुन्थ्यो मलाई केटाहरूले त है म त जस्तै अब तिमीहरू त अहिले सँगै आउँछौ होइन अन्त स्कलरसिप पनि सँगै पेइङ पनि सँगै आउँछौ नि त होइन तर हाम्रोमा चाहिँ के हुन्थ्यो भने स्कलरसिप म एक्लै एकजना मात्रै हुन्थ्यो कि केहीमा पहिला अहिले त 10जना छ क्या होइन अहिले सायद आई गेस 10-12-13जना 12जना है रिजर्भेसनहरू पनि एउटा मात्रै हुन्छ मी होइन एउटा मात्रै स्कलरसिप मेरो बेलामा त म र्याङ्क 1 अनि केयुमा म मात्रै हो नि त ए अहिले त 10% भयो होइन पहिला जम्मा एउटा हुन्थ्यो सो एमओईबाट जम्मा एउटा हुन्थ्यो अनि म त्यतिखेर तिम्रो एमओईको प्रोसेस नै 2 मन्थ जस्तो लाग्थ्यो कि तिमी चाहिँ 2 महिना जुनियर हो क्या अब होइन भन्छ त्यो ब्याचको सबसे जुनियर म त्यही भएर तिमीलाई चाहिँ के हुन्थेन तिम्रो साथीहरूले पनि र्याङ्किङ दिने इन्ट्रोडक्सन दिने सरी हाम्रो र्याङ्किङ चाहिँ हुन्थेन हाम्रो कलेजमा इट्स र्याङ्किङ फ्री कलेज होइन इन्ट्रो हुन्छ हाम्रो सो हाम्रो इन्ट्रोमा चाहिँ तिमी जुनियर भयो नि त लाइक म जुनियर भयो नि त सो मेरो साथीहरूले पनि मेरो इन्ट्रो लिनुहुन्थ्यो तपाईँ हो नि त सिनियर हो होइन अनि त्यसपछि चाहिँ लास्टमा चाहिँ होइन हामीले चाहिँ एउटा पार्टी दिनु पर्थ्यो कि मैले एउटा पार्टी दिनु पर्थ्यो बेसिकली आफ्नो ब्याचकोलाई अनि बल्ल म उनीहरूको समान हुन्थ्यो कि त्यस्तो रुल थियो कि पहिला अहिले के भइरहेछ आई डोन्ट नो है अनि रमाइलो हुन्थ्यो जस अनि त्यो अब होस्टेल लाइफ भनिहाल्नु भयो होइन अब इट्स नो हिडन सिक्रेट द्याट होइन एभ्री मेडिकल कलेज देयर इज र्यागिङ होइन अनि तपाईँलाई चाहिँ होइन कहिले त्यस्तो हाम्रो भाषामा भन्दा इन्ट्रो हुँदाखेरि कुनै त एकदम एक्सट्रिमली अहिले त धेरै नै कम भयो भन्ने पनि हुन्छ पहिला त धेरै नै एक्सट्रिम हुन्थ्यो अरे होइन हामीले सुनेको हाम्रो सिनियर दाइहरूले भन्नुहुन्छ धेरै नै एक्सट्रिम हुँदाखेरि कहिले होइन यस्तो म र्याङ्क 1लाई भएर पनि यस्तो देख्न परिरह छोडेर हिँड्थ्यौँ जस्तो कहिले त्यस्तो फिल भयो अरे सर र्याङ्किङ त नभनौँ इन्ट्रो हुन्छ हाम्रो फेरि यस्तो हो कि अब जस्तै अब तिमीले भनिहाल्यो लाइक मलाई फेरि म र्याङ्क 1 जस्तै लाग्दैन है कहिले पनि हजुर म आफू एकदम हावा लाग्छ मलाई कसैले सोध्यो भने एकदम हावा जस्तो लाग्छ होइन त्यो फिल त एकदम आउँदै आएन तर कहिलेकाहीँ हुन्छ नि त्यो भन्नाले इन्ट्रो त त्यस्तो धेरै एक्सट्रिम पनि भएन फिजिकल त हुँदै हुन्न कहिले पनि त्यही नाचगान गर्ने त हो होइन अलिअलि सोध्नु हुन्थ्यो तर त्यो प्रब्लम के हुन्थ्यो भन्दाखेरि सबैजनाले सोध्न थालेपछि होइन भन्नाले अब एकजनाले सोध्ने अर्को भन्दाखेरि चाहिँ अलिकति अनइजी चाहिँ हुन्थ्यो छोडिदिउँ त हुँदै हुन्थेन हेर होइन किन भन्दा अब त्यहीँ सर्भाइभ गर्नुपर्ने छ होइन प्लस सिनियरहरूले एउटा माइन्ड सेट राखिदिनु हुन्थ्यो कि सबै साथीहरू चाहिन्छन् सिनियर चाहिन्छ भन्ने हुन्थ्यो अनि त्यही भएर अलिकति डिफिकल्ट चाहिँ हुन्थ्यो होइन अब कतिजनालाई चाहिँ साइकोलोजिकली पनि गाह्रो हुन्थ्यो मलाई त्यस्तो चाहिँ भएन किन भन्दा म रमाउने मान्छे नाच भने नाचिदिइहाल्ने होइन सो त्यस्तो धेरै फिजिकल त गर्नु भएन तर एकदम मोडेस्ट नै थियो तर कहिलेकाहीँ चाहिँ अलिकति धेरै जस्तो पनि फिल चाहिँ हुन्थ्यो अनि त्यो तिमीलाई थाहा नै छ होइन हेड चाहिँ होइन सो द्याट इज अलि नर्मलाइज नै हुन्छ नर्मलाइज नै गरेर अगाडि बढ्न पर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन मलाई चाहिँ के लाग्छ भन्दा अब त्यो यस्तो भयो मलाई म पार्ट अफ मेडिकल कलेज अब जुन सिनियरले चाहिँ धेरै इन्ट्रो लिनुभयो त्योसम्म अलि धेरै नै क्लोज छु होला अहिले त्यो सबैले फेरि त्यही हुँदो रहेछ जसले सबभन्दा बढी इन्ट्रो लिने चाहिँ त्यही सिनियर चाहिँ पछि गएर एकदमै हेल्पफुल हुने पनि हुने रहेछ क्या त्यो पनि हुन्छ होइन ठिक छ तर अब यस्तो अब मलाई अहिले चाहिँ के लाग्छ भन्दाखेरि बेसिक इन्ट्रो ठिक हो तर फिजिकल र मेन्टल टर्चर चाहिँ दिनु हुँदैन जस्तो लाग्छ है हो त्यो त अगेन्स्ट मेन्टल टर्चर भए त त्यसो सहने कुरा पनि हुँदैन जस्तो लाग्छ मलाई चाहिँ होइन किनकि वी आर इन मेडिसिन्स अनि हामीले नै मेन्टल्ली हेरास भएर बस्नुपर्ने त आजभोलि त्यस्तो हुँदा पनि हुँदैन होला धेरै मेडिकल कलेजहरूमा चाहिँ एन्टी र्यागिङ स्क्वाडहरू होइन हो म आफै पनि एन्टी र्यागिङ स्क्वाड प्रमोट गर्ने मान्छे एन्टी र्यागिङ स्क्वाड सो सर होइन त्यसपछि चाहिँ लाइक तपाईँ एमबिबिएस पनि पास आउट हुनुभयो होइन रिसेन्टली एमबिबिएस पास गर्नुभयो सो सर एमबिबिएसमा चाहिँ भन्नुपर्दा त धेरै कुरा चाहिन्छ होइन सर तपाईँको अहिले एट द टिप अफ द टङ 3 थिङ्स द्याट मेक्स युर एमबिबिएस लाइफ भेरी इजी भन्नुपर्दाखेरि चाहिँ जो एमबिबिएसमा आउन जानुहुन्छ या एमबिबिएस पढिरहनु भएको छ उहाँहरूलाई एउटा मेसेज दिन पर्दाखेरि चाहिँ तपाईँले यो 3 थिङ्स चाहिँ चाहिन्छ है एमबिबिएस सजिलो गर्नको लागि भन्दाखेरि चाहिँ के छ त्यस्तो 3 थिङ्स फ्रेन्ड्स राम्रो हुनु पऱ्यो वान दुईटामा चाहिँ दिनभरि जे गरे पनि पढ्न चाहिँ पर्छ किन भन्दाखेरि
एक्जामै दिएर पास हुने हो होइन तिमीले तिम्रो हातमा अरूको लाइफ हुन्छ तिमीलाई नलेज चाहिँ आउनैपर्छ स्किल्स चाहिँ हुनैपर्छ होइन र अर्को भनेको चाहिँ एमबिबिएस इज नट अलवेज अबाउट स्टडिङ सो एक्सप्लोर पनि गर्नुपर्छ घुम्नु पनि पर्छ आफ्नो हबिजहरूलाई पनि नर्चर चाहिँ गर्नुपर्छ जस्तो लाग्छ सो सर होइन सरले एमबिबिएस पढ्दा नै अहिले बिफोर हि ह्याड मेन्सन द्याट होइन सरले एमबिबिएस अहिले चाहिँ सरको 11th ब्याच फिजिक्स रनिङ भइरहेको छ होइन सर सो सर तपाईँले चाहिँ तपाईँ एउटा के छ भने समाजमा एउटा स्टिरियोटाइप्स के छ भन्दाखेरि चाहिँ होइन एमबिबिएस भनेको संसारसित कटअप हुने हो अन्ली एमबिबिएस देयर इज नो एनिथिङ राइट लेफ्ट एमबिबिएस भनेपछि पढ्ने मात्र तर तपाईँले चाहिँ होइन आउट अफ द बक्स गरेर एज यु हेभ सेड होइन आउट अफ द बक्स गरेर होइन मैले क्लास पनि लिन्छु भनेर आज चाहिँ तपाईँलाई थाहा होला नहोला होइन यो तपाईँलाई सेन्स त हुन्छ तर तपाईँलाई एमोङ एस्पिरेन्ट चाहिँ नेपालमा बेस्ट फिजिक्स ट्युटर कोही छ भनेपछि चाहिँ एस्पिरेन्टहरूको लागि चाहिँ फर्स्टमा नाम आउँछ जिएन मिलनको होइन सो त्यस्तो तपाईँले चाहिँ होइन त्यस्तो कुनै स्टुडेन्ट्सहरू हुनुहुन्छ जुन एमबिबिएस गरिरहनु भएको छ होइन त्यस्तो स्टुडेन्ट्सहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ कि जुन हसल गरिरहेको स्टुडेन्ट्सहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ कि होइन एमबिबिएस सँगसँगै यो हसल गरेर पनि लाइफलाई अगाडि बढाउन सकिन्छ है भनेर सर्ट मेसेज फर्स्ट थिङ भनेको इफ यु आर इन्टु एमबिबिएस एमबिबिएस चाहिँ पढ्नुपर्छ ल है पढ्नै पर्छ एमबिबिएसमा नपढेर आउँदैन तिमी आज पढ भोलि पढ एक्जामभन्दा अगाडि चाहिँ तिमीले पढेकै हुनुपर्छ फर्स्ट थिङ है सो बेसिक कुरा चाहिँ तिमीलाई आउनुपर्छ जस्तै एमबिबिएसमा पनि त यति डेप्थसम्म जानुपर्छ भन्ने हुन्छ नि त त्यति चाहिँ तिमीलाई आउनुपर्छ त्यो बाहेकको टाइममा चाहिँ तिमीले आफ्नो हबिजहरू एक्सप्लोर गर्न सक्छौ जस्तै मलाई फिजिक्स एकदम इन्ट्रेस्टिङ लाग्थ्यो मलाई पढाउनु चाहिँ मन पर्दैन है पर्सनली कसैले सोध्यो भने पढाउनु मन पर्दैन तर आई लभ टिचिङ फिजिक्स मात्र फिजिक्सको न्युमेरिकल्सहरू सल्भ गर्न डेरिभेसन्सहरू गर्न टु थिङ्क लाइक अ फिजिसिस्ट त्यो गर्न चाहिँ मलाई इन्ट्रेस्टिङ लाग्छ रमाइलो लाग्छ होइन सो त्यही भएर मैले आफ्नो के अरे खासमा सुरुमा मैले कोभिडको टाइममा होइन यो ट्याक्क डिस्टेन्स लर्निङमा हामीले काम गऱ्यौँ होइन त्यसमा चाहिँ मलाई फेरि जहिले पनि आउट अफ द बक्स जानै मन लाग्छ कि स्टडी त एउटा पार्ट हुन्छ त्यो बाहेक अरू पनि हामीले एक्सप्लोर गर्नुपर्छ जस्तो लाग्छ किन लाइफ हो नि त होइन पढेर मात्र त केही पनि हुँदैन होइन पढाइ सँगसँगै तिमीले आफ्नो हबिजहरू पनि एक्सप्लोर गर्नुपर्छ स्किल्सहरू पनि तिमीले डेभलप गर्नुपर्छ होइन सो ठ्याक्कै त्यतिखेर चाहिँ मैले खासमा सुरुमा बोटनी जुलोजीबाट स्टार्ट गरेँ मलाई खासै इन्ट्रेस्टिङ लागेन एन्ड देन आई स्विच टु फिजिक्स होइन सो यदि कोही चाहिँ एमबिबिएस पढिरहेको छौ भने सिलेबस त तिमीलाई आउनुपर्छ त्यसमा डाउटै छैन है सिलेबस आउनुपर्छ त्यो बाहेक यदि तिमीसँग एक्स्ट्रा टाइम छ तिमीले एक्स्ट्रा इफोर्ट लगाउन सक्छौ भने यु क्यान स्योरली होइन पर्स्यु हबिज आफ्नो हबिजहरू पनि तिमीले पर्स्यु गर्न सक्छौ जस्तै कसैको फोटोग्राफी हुन्छ भ्लगिङ हुन्छ होइन पोडकास्टहरू हुन्छ होइन अब कसैलाई कोड गर्न मन लाग्छ होइन अब कसैलाई आर्टिफिसियल इन्टेलिजेन्समा कसैलाई रिसर्चमा इन्ट्रेस्ट हुन्छ सो यु क्यान हेभ यर इन्ट्रेस्ट होइन तिमीले आफ्नो इन्ट्रेस्टहरूमा पनि टाइम दिन चाहिँ सक्छौ है त र एमबिबिएसमा चाहिँ के हुन्छ भन्दाखेरि अलिकति स्मार्ट भएर पढेको राम्रो धेरै घोक्नुभन्दा पनि बुझेर गएको राम्रो अहिले त तिम्रो क्लासरुम सँगसँगै भिडियोजहरू पनि हेरेर धेरै कुराहरू जानिन्छ होइन साथीहरूले पनि धेरै कुराहरू सिकाउँछन् सो बेसिकली तिमीले टाइम निकाल्नु त अफकोर्स सक्छौ नै एमबिबिएस भनेको त्यो बुक मात्रै पढ्ने भन्ने चाहिँ हुँदैन होइन सो अरू कुरा गर्ने पनि टाइम चाहिँ हुन्छ तर पढ्नु चाहिँ पर्छ फेरि यु सुड स्टडी पढ्नु चाहिँ धेरै नै पढ्नुपर्छ थोरै पढ्नु पनि हुँदैन तिमी अहिले बल्ल बेसिक साइन्समा छ अलिक सजिलै छ वेन यु गोइङ टु द फाइनल्स त्यसपछि चाहिँ इन्टरनल मेडिसिनको टाउकोदेखि खुट्टासम्म सबै डिजिज होइन पेपर 1 पेपर 2 गरेर पढ्नुपर्छ त्यतिखेर चाहिँ यु विल फिल कति पढ्नुपर्छ भन्ने कुरा चाहिँ थाहा पाउँछ एमबिबिएस गाह्रो भन्दा पनि धेरै छ कि धेरै कुरा सम्झिनुपर्छ क्या त्यही भएर हामीले रेगुलरली पढ्नुपर्छ कि त्यही भएर हामी वार्ड्सहरू जानुपर्छ होइन राउन्ड्सहरू अटेन्ड गर्नुपर्छ त्यो भने तिमी हरेक दिन वार्डहरू राउन्डहरू अटेन्ड गर्यो भने एटलिस्ट कमन कुरा त सबै थाहा हुन्छ नि त जस्तो तिमी राउन्डमा गयो भने सिओपिडीको पेसेन्ट जहिले पनि हुन्छ तिमीलाई सिओपिडीको बारेमा सबै थाहा हुन्छ होइन जस्तै हाम्रो हस्पिटलमा दुरीखेल हस्पिटलमा चाहिँ हामी चाहिँ तिम्रो जिआई पेथोलोजीसँग धेरै डिल गर्छौँ त होइन सो त्यहाँ तिमीलाई अब लेट्स से के भन्छ कोलिलिथियासिस होइन कोलिडोकोलिथियासिस योहरू त केसहरू रेगुलरली हेरिरहेको हुन्छौ सो यो केसहरू त तिम्रो टिप अफ द टङ भइहाल्छ नि त होइन र त्यही भएर रेगुलरली पढ्यो भने नि तिमीलाई फाइनल एक्जाम्समा पनि सजिलो हुन्छ कि सो पढ्नु चाहिँ पर्छ त्यो साइडमा तिमीले यु क्यान मेक टाइम फर यर हसल्स
सो सर होइन तपाईँले भन्नुभयो हाउ डिड यु स्टार्ट टिचिङ फिजिक्स भनेर भन्नुभयो होइन सो सर आज सिन्स आई हेभ अ लट अफ फ्रेन्ड्स वेआर करेन्टली इन होइन प्रिपेरेसन फेजमा छन् होइन अथवा कसैले नाम निकालेको पनि धेरै साथीहरू हुनुहुन्छ होइन अनि सबैको चाहिँ के जसले हजुरको क्लास लिएको हुनुहुन्थ्यो नि उहाँले चाहिँ भन्नुहुन्थ्यो कि जेएन मिलनको सरबाट 45+ क्वेसन्स 48+ क्वेसन्स आइरहेको हुन्छ भनेर होइन सो तपाईँलाई चाहिँ वाट मेक्स जेएन मिलन फिजिक्स क्लास एक्स्ट्रा स्पेसल देन अदर कम्पिटिटर्स इन द मार्केट अब यस्तो हुन्छ जस्तै तिमीलाई थाहा छ कि छैन मैले 1 आवरको लेक्चर प्रिपेयर गर्नलाई अहिले त होइन अब ब्याक देन 2020तिर 1920तिर मैले अराउन्ड 7 to 8 आवर्स स्पेन्ड गरेको छु कि एउटा लेक्चर बनाउन मात्रै हजुर होइन त्यो त्यसैको रिजल्ट त हो नि अहिले होइन त्यहाँ चाहिँ मैले के गर्थेँ भन्दा म जहिले पनि होइन पढाउनुभन्दा अगाडि चाहिँ स्टुडेन्टले के सोध्छ त त्यो सबै आन्सर मैले क्लास पढाउँदै गर्छु कि त्यो भएपछि मेरो क्वेसन्स पनि धेरै आउँदैन आयो भने त म ट्याकल गरिहाल्छु त्यो द्याट्स अनदर पार्ट सो मैले चाहिँ के गर्छु भन्दाखेरि कुनै पनि टपिकलाई एउटा इजिली एक्सप्लेन गर्छु होइन एकदम 4-5 क्लासको स्टुडेन्टले बुझ्ने गरी त्यो हो अर्को भनेको स्टुडेन्टले के सोध्छ अन्त त्यो सबै कुरा मैले पहिले सोचिसकेँ किन भन्दा म आफै पनि त्यो स्टुडेन्ट हो हजुर हजुर कुनै टपिक मैले सुरुमा प्रिपेयर गर्ने बेला मैले सुरुमा पढेँ होइन यसमा मेरो दिमागमा यो क्वेसन आयो भने स्टुडेन्टमा पनि त पक्कै आउँछ त्यो सबैको आन्सर चाहिँ मैले सबै गर्छु कि होइन सो अनि अर्को भनेको चाहिँ सो हाम्रो क्लासेस भनेको सबै चाहिँ एन्ट्रान्स बेस्ड हुन्छ कि होइन किन +2 एन्ट्रान्समा अलिकति डिफ्रेन्स त छ नि त त्यो कुरा चाहिँ मैले क्लियरली भिजुअल गरिदिन्छु होइन र यहाँ इट्स ट्रु होइन हाम्रो इभन तिमी 2080-81तिर हेऱ्यो भने आउट अफ 50 सबै क्वेसन्स चाहिँ मेरो लेक्चर्सबाट पढाएको छ होइन सो यदि चाहिँ कोही चाहिँ अहिले चाहिँ यदि प्रिपेयर गरिरहेको छु भनेपछि हामीसँग जम्मा 1 month जस्तो टाइम बाँकी छ सो इफ यु वान्ट टु टेक माई कोर्स सो हाम्रो लागि अहिले चाहिँ क्वाड क्रास कोर्स फिजिक्सको क्वाड क्रास कोर्स इज वान अफ द बेस्ट कोर्सेस सो यहाँ चाहिँ मेकानिक्स बाहेक मात्रै 70 आवर्स छ 70 आवर्समा लगभग सबै सकिन्छ र यदि तिमीले मेरो क्वाड क्रास कोर्स मात्रै हेऱ्यो भने पनि यहाँबाट अलमोस्ट 45+ यु क्यान इजिली स्कोर होइन र खासै धेरै पनि छैन सो क्वाड क्रास कोर्समा होइन क्वाड क्रास कोर्समा तिम्रो क्वेसन सँगसँगै चाहिने कन्सेप्टहरू सबै मैले त्यहाँ डिस्कस गरेको छु डेरिभेसन चाहिँ अलिकति कम छ जुन चाहिँ हामीलाई एन्ट्रान्समा चाहिँदैन सो अहिलेको लागि चाहिँ तिमीले यति मात्रै पढ्यो भने पनि बेस्ट हुन्छ कि होइन प्लस यो क्वाड क्रास कोर्स चाहिँ अब चाहिँ तिमीले क्वेसन्स पनि सार्नु पर्दैन कि त्यो सबै क्वेसन्सहरू प्रिन्टै गर्न मिल्छ होइन सो के गर्ने भन्दाखेरि चाहिँ ट्याक्क क्वाड क्रास कोर्स खोल्ने प्रिन्टेबल ट्याक्क नोट्सहरू लिने होइन अनि त्यसपछि चाहिँ त्यहाँ मैले सर र थ्योरीहरू पनि पढाउँछु टक टक गर्ने त्यो भयो भने चाहिँ 45+ तिमी इजिली नै स्कोर गर्न सक्छौ ओके सो हाम्रो भ्युअर्सहरूलाई म फेरि पनि भन्न चाहन्छु होइन जुन फिजिक्सको क्वेसन्स हुन्छ नि सर यु अल्सो नो द्याट फिजिक्सको क्वेसनले नै डिटर्माइन गर्छ कि ऱ्याङ्क कस्तो आउने ऱ्याङ्क कस्तो नआउने नाम निस्किने नाम ननिस्किने सो इफ यु वान्ट टु मेक युर फिजिक्स भेरी भेरी स्ट्रङ होइन तपाईँलाई फिजिक्स मात्र नभएर अरू पनि तपाईँलाई मेन्टरसिप चाहियो तपाईँलाई गाइडेन्स चाहियो होइन अरू बायोलोजी कसरी पढ्ने त्यस्तो तपाईँलाई इफ यु वान्ट एनी टाइप अफ अ मेन्टरसिप देन प्लिज डु टेक जेएन मिलन फिजिक्स क्लासेस होइन अहिले भइरहेको छ स्पेसल अफर्सहरूमा भइरहेको छ सो इफ यु आर इन्ट्रेस्टेड इन preparing for this C, if you are interested in cracking the scholarship, cracking medical entrance examination, then I एकदमै किनकि यो मेरो मात्र पर्सपेक्टिभ नभएर मेरो अरू साथीहरू म जस्तो धेरै साथीहरू हुनुहुन्छ जसले मिलन्स फिजिक्सबाट चाहिँ स्कलरसिप होल्डर अहिले पाटनमा पढिरहनु भएको छ आइयुमा पढिरहनु भएको छ सो आई रियली वान्ट टु गिभ अ भेरी भेरी बिग साउट आउट टु जेएन मिलन्स फिजिक्स होइन So for more details, visit drjnmilan.com, drjnmilan.com. So if you want, so further information on this, so अहिलेको 1 month को लागि चाहिँ quad crash course is best for you guys. 45+ almost आउँछ यहाँबाट. So sir, how does it feels to be the most demanded physics tutor at this present moment? नेपाल भरिमा अझै इन्ट्रान्स स्पेसल्ली इन्ट्रान्स सेक्टरमा फिजिक्सको बारेमा सोच्दा बित्तिकै त जेएन मिलनको फिजिक्स क्लास चाहिँ पहिलो दिमागमा आउँछ होइन सो हाउ इट मेक्स यु फिल फ्रम इनर साइड सो अब अहिले त अफकोर्स इट फिल्स गुड होइन किन भन्दाखेरि म त इभन तिम्रो सुरुमा स्टार्टिङ गर्दाखेरि 3 months साथीहरूको फेस पनि हेर्न पाएको थिएँ कि मैले त्यति धेरै डेडिकेटेड भएर आई मेड दिस कोर्स होइन प्लस मेरो इन्ट्रेस्ट भएर नि त्यस्तो भएको होइन इट फिल्स गुड अफकोर्स इट फिल्स गुड होइन लाइक तिम्रो वर्कले रेकग्निसन पाएको भनेको त राम्रै हो नि होइन सो या इट फिल्स गुड तर यसको अर्को साइड पनि छ यु बिकेम तिमी लाइक तिमीले सधैँ एउटा पोर्सन अफ टाइम डेडिकेट गर्नुपर्छ होइन सो अलिकति डिसिप्लिन पनि भइन्छ अलिकति बााउन्ड पनि भइन्छ त्यसको डार्क साइड पनि छ भन्दा होइन
सो सर होइन अहिले तपाईँ होइन युआर तपाईँको त्यस्तो धेरै एज पनि भएन युआर जस्ट भेरी यङ म्यान होइन सो सर आर यु ह्याप्पी वाट यु आर डुइङ इन लाइफ वाट यु हेभ बिन अचिभिङ इन यर लाइफ I'm happy. there are lots of thousands of medical aspirants होइन thousands of medical students who looks after your life and who wanna be somehow like you यस्तो हुन्छ अब मान्छे हो है मान्छे लाइक जति भने पुग्दैन हजुर अब इभेन मेरो पनि कति अनफुलफिल्ड विसेसहरू छ होला होइन जस्तै म एक्सप्लोर गर्न पाइनँ होइन हजुर इभेन मैले अरू मलाई छ मेरो पनि होइन लाइक यो फिल्डमा मैले अझ बेटर गर्न सक्थेँ यो कुराहरू बेटर गर्न सक्थेँ भन्ने छ सो अफकोर्स इट फिल्स गुड बट स्टिल युआर अलवेज हङ्ग्री फर समथिङ सो मान्छे हो कहिले पनि पुग्दैन सो सर मैले कतै सुनेको थिएँ होइन मिलन सर इज लाइक एभ्री वान इज होइन तर मिलन सर चाहिँ धेरै नै आफ्नो पेरेन्ट्ससँग अट्याच्ड हुनुहुन्छ होइन भनेर कतै सुनेको थिएँ एभ्रिवान इज अट्याच्ड एभ्रिवान इज अट्याच अनि धेरैलाई पनि थाहा होइन जेएनको फुल फर्म के हो जेएन मिलन किन राखेको भनेर सो आर यु कम्फर्टेबल सेयरिङ स्योर सो जेएन भनेको मेरो ड्याड र ममको नेम इनिसियल्स हो अफ कोर्स आइ एम क्यारिङ टाइम इन माई नेम सो सर त के भन्छ भने आधा जिन्दगी चाहिँ यो नामको मिनिङ के हो भन्दा भन्दै जाँदो रहेछ धेरैलाई थाहा छैन त अनि सर लाइक वाट वाज द रोल अफ यर पेरेन्ट्स तपाईँ आज यहाँसम्म आइपुग्न लागि चाहिँ तपाईँको पेरेन्ट्सको रोल अहिले तपाईँले भिडियोबाट सर्ट मेसेज आफ्नो पेरेन्ट्सलाई के भन्न चाहनुहुन्छ भने ओके सो थ्याङ्क यू फर हेल्पिङ मी टु रिचिङ एट दिस प्लेस होइन उहाँहरूकै सपोर्टले गर्दा त हो नि होइन किन भन्दा पेरेन्ट्सको सपोर्ट भएन भने त यु क्यानट डु मोस्ट अफ द थिङ्स हुन त गर्न सकिन्छ बट स्टिल पेरेन्ट्स नै तिम्रो चाइल्डहुडलाई सेभ गर्नुहुन्छ एन्ड अफकोर्स आइ एम भेरी थ्याङ्कफुल टु माई पेरेन्ट्स थ्याङ्क यू सो सर लास्ट अब हामी लास्ट क्लासतिर छौँ होइन सो सर अब इन्ट्रान्सको धेरै कुरा गऱ्यौँ होइन अब मेडिकल स्टुडेन्ट्सहरूको पनि धेरै कुरा गऱ्यौँ सो तपाईँ आफ्नो पर्सनल्ली चाहिँ तपाईँको बारेमा चाहिँ धेरै मान्छेले चाहिँ बाहिर सर देख्छन् बाहिर एउटा डक्टर देख्छन् बाहिर एउटा ट्युटर देख्छन् होइन सो तपाईँलाई चाहिँ कता न कता गएर होइन एउटा पोइन्ट हुन्छ होला नि सर तपाईँलाई पनि होइन ब्रेकडाउन हुने पोइन्ट मेन्टली एक्जस्टेड मेडिकल फिल्ड त यति हेक्टिक हुन्छ होइन यति ट्रमाटाइजिङ हुन्छ एउटा पोइन्ट हुन्छ होला नि त तपाईँलाई पनि होइन ब्रोकडाउन भएको बेलामा तपाईँलाई पनि स्याड फिल भएको बेलामा त्यतिखेर चाहिँ तपाईँले आफूलाई चियर अप गर्न के गर्नुहुन्छ अन्त आज पनि एकदम हेक्टिक डे थियो लाइक 6 to 9 क्लासेस त्यसपछि आएँ मैले कति 80 बयस एउटा पेसेन्ट हेरेर ड्राइभ गरेर यहाँ आएको होइन सो अफकोर्स मेडिसिन हेक्टिक नै छ तर बेला बेला हुन्छ यार बेला बेला भइरहेको हुन्छ यो त होइन एभ्री ह्युमन बिङ हो होइन सो म चाहिँ आफ्नो फ्रेन्ड्सहरूसँग रिच आउट गर्छु होइन सो दे मोटिभेट मी अलट एउटा कुरा र अर्को भनेको चाहिँ के भन्छु भन्दाखेरि चाहिँ जस्तै मेरो मेरो 24 आवर चाहिँ के भइरहेछ भन्दाखेरि युज अप भइरहेछ होइन सो म यो सेम काम चाहिँ 8 आवर्समा कसरी गर्छु भनेर पनि सोध्छु कि हाउ क्यान आई डु इट त्यो पनि सोध्छु कि सो मलाई चाहिँ के लाग्छ भन्दाखेरि जुन यो ब्रेकडाउन हुन्छ यसलाई चाहिँ म अपर्च्युनिटी जस्तो पनि लिन्छु कि लाइक म बिजी भएर ब्रेकडाउन भएँ राइट सो सेम काम चाहिँ हाफ द टाइममा कसरी गर्ने त त्यो पनि सोध्छु कि म सो ब्रेकडाउनले गर्दाखेरि मलाई अलिक क्रिएटिभ पनि बनाइरहेको छ जस्तो लाग्छ मलाई सो ब्रेकडाउनमा त्यही स्पेसली म फ्रेन्ड्सहरूलाई फ्यामिलीहरूसँग कुरा गर्छु होइन अलिकति वाकहरू गर्छु आई लभ बिङ इन नेचर्स आई लभ मलाई ट्रेक एकदम मनपर्छ सो ट्रेकिङहरू जान्छु अनि प्लस यसलाई चाहिँ एउटा अपर्च्युनिटी जस्तो लिन्छ कि कस्तो भन्दा एउटा सफ्ट वेब भन्ने कन्सेप्ट छ कि भनेको जस्तै सपोज गर त्यो चाहिँ हामी अल्कोहल डिपेन्डेन्सहरूमा युज गर्छ कि जस्तै तिमीले आज रक्सी खाएन सपोज गर एउटा एकदमै अल्कोहोलिक छ उसले आज रक्सी खाएन भने उसलाई रक्सी खान मन लाग्छ राइट उसलाई एकदम मन लाग्छ राइट सो एउटा पोइन्ट पछि त्यो मन लाग्ने जुन हुन्छ नि चाहना त्यो चाहिँ कम हुँदै जान्छ कि त्यसपछि उसलाई मन लाग्दैन कि बुझ्यो सो सेम त्यस्तै सोध्छु कि म ब्रेकडाउन भइरहेको छु भने यसलाई चाहिँ एउटा इभेन्ट जस्तो सोचिदिन्छु कि वेभ जस्तो मान्छ कि म एकदम ब्रेकडाउन भइरहेको छु आफू चाहिँ अरू कुरामा बिजी भइदिन्छु होइन अनि त्यसपछि यसलाई चाहिँ म एउटा अपर्च्युनिटी जस्तो मानिदिन्छु कि लाइक यो नआउन मैले के गर्न सक्छु त होइन अनि जहिले पनि होइन लाइक अरूलाई पनि ब्लेम गर्नु हुँदैन क्या यो चाहिँ ब्लेम अन योरसेल्फ होइन भनेको मतलब लाइक मैले टाइम म्यानेज गर्न सकिनँ किन भन्दा लाइक उसले गर्दा मेरो टाइम गयो भने त्यो होइन त बिकज यु गेभ एक्सेस टु इट राइट सो नेक्स्ट टाइम चाहिँ मैले कसरी चाहिँ म्यानेज गर्ने भनेर सोध्छु कि सो मजाले पर्सपेक्टिभ सोचिरहेको हुन्छु एन्ड आई गेस द्याट हेल्प्स मी
So, sir, now this is the last final questions of our podcast, right? So, sir, there are lots of people who look after you, right? Medical aspirant होस्, class 11 12 मा पढ्ने होस् अथवा MBBS मै पढेको मान्छेले पनि somehow they want to be like you, होइन? लास्टमा चाहिँ let's conclude our podcast, होइन? A short message, a short and very special message to everyone. तपाईँले आफूले चाहिँ मबाट चाहिँ यो कुरा तिमीले सिकै भनेर चाहिँ तपाईँ त्यस्तो तपाईँको आफूबाट यो कुरा सिक्ने कुरा चाहिँ सब हाम्रो एस्पिरेन्ट्सहरूलाई अथवा मेडिकल स्टुडेन्ट्सहरूलाई तपाईँले के डेलिभर गर्न चाहनुहुन्छ? Sure. लास्ट मेसेज। Sure. So be cool. Don't be toxic है। अर्को भनेको चाहिँ लाइफलाई एक्सप्लोर गर है। स्टडी मात्रै सबै कुरा होइन, स्टडी बाहेक अरू अरेनाहरू पनि एक्सप्लोर गर। सेकेन्ड, जे कुरा गर्छौ राम्रोसँग गर है। वेयर एभर यु स्ट्यान्ड पर्फेक्टली। जहाँ स्टेप गर्छौ पर्फेक्ट स्टेप दिउ होइन। र अर्को भनेको चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ लाइफमा। सो ट्राई टु म्यानेज यर टाइम। र जहिले पनि होइन लाइक एभ्री डेमा चाहिँ तिमीले चाहिँ होइन लाइक मैले आज चाहिँ के राम्रो कुरा गर्न सक्छु भनेर डे स्टार्ट गर होइन। हिजोको भन्दा आज चाहिँ मैले के बेटर गर्न सक्छु भनेर स्टार्ट गर। त्यो भयो भने अफकोर्स यु विल बी ह्याप्पी एन्ड यु विल अचिभ एभ्रिथिङ इन यर लाइफ। थ्याङ्क यू गाइस। So thank you so much, sir. Once again, I'm really thankful to you for making time and coming here. Once again, I'm really thankful to you, sir. थ्याङ्क यू अमृत। थ्याङ्क यू अमृत फर ह्याभिङ मी हियर। सो यदि तिमीलाई केही मेसेज गर्नु छ मलाई अथवा केही सोध्नुपर्ने छ भने यु क्यान स्योरली पिङ मी एट यु क्यान गो टु drzianmilan.com। सो त्यहाँबाट यु क्यान कन्ट्याक्ट मी एन्ड तिम्रो केही क्वेरिजहरू छ भने आइ एम भेरी ह्याप्पी टु सर्भ यु। थ्याङ्क यू गाइज। So thank you so much, sir.